लगभग 4 से 5 हज़ार के बीच में। 21 गते को दिन बेलुका 4 बजे यस रारव क्याम्पसको प्राङ्गणमा विज्ञान भवनबाट मोटरसाइकल चढी बाहिर निस्कने क्रममा वर्तमान क्याम्पस प्रमुख प्राध्यापक डाक्टर बसन्त कुमार कर्णलाई मसी लुगामा छर्किएको घटनालाई अतिरञ्जित गरी कालो मोसो दलिएको भनेर दुष्प्रचार गरिएको विषयबारे सत्य तथ्यको जानकारी गराउने सम्बन्धमा निम्नलिखित बुदाहरू प्रस्तुत गरेको छु। बुदागत तथ्यहरू। पहिलो पोइन्ट, मेरिटोक्रेसीको आधारमा त्रिभुवन विश्वविद्यालयको इतिहासमा खुल्ला प्रतिस्पर्धाबाट प्रथम पटक क्याम्पस प्रमुखको नियुक्ति भएको सन्दर्भमा अलग विचारधारा भएका प्रतिस्पर्धीहरू कुनै पनि हालतमा अल्पसंख्यक वर्गबाट प्रतिनिधित्व गर्ने यस क्याम्पस प्रमुखलाई जुनसुकै हत्कण्डा अपनाएर असफल साबित गर्न तत्परता देखाइरहेको पाइन्छ। पहिलो तथ्यगत बुदा। दोस्रो बुदा छ 2081 10 गते क्याम्पस प्रमुखको पदभार जिम्मेवारी ग्रहण गरेकै दिनदेखि कुनै मिडियाले कहिल्यै कक्षा नपढाउने प्राध्यापक रारव क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएको दुष्प्रचार गरी क्याम्पस प्रमुख लगायत सम्पूर्ण क्याम्पसकै चरित्र हत्या गर्ने प्रयत्नमा लागि परेको देखिन्छ। तेस्रो बुदा, क्याम्पस प्रमुख नियुक्त भएको 3 हप्ता नबित्दै यस क्याम्पसको विद्यार्थीहरूको परीक्षा केन्द्र शैक्षिक माफियाहरूको योजना अनुरूप टुक्र्याएर अन्य निजी शैक्षिक संस्थामा कायम गरी वर्तमानको क्याम्पस प्रमुखलाई असफल बनाउने साजिस समेत गरेकोमा क्याम्पस प्रमुखको अथक प्रयासबाट पुनः सबै परीक्षार्थीहरूको लागि पहिला जस्तैकै एउटै होम सेन्टर रारव क्याम्पस गराइएको सफलताबाट शैक्षिक माफियाहरू आक्रोशित र विचलित भएको देखिन्छ। त्रिवी अन्तर्गतका वार्षिक र सेमेस्टर प्रणालीको परीक्षाहरू बढीभन्दा बढी मर्यादित गराउनको लागि र कार्यालय हाताभित्र भइरहेको प्रशासनिक ढिला सुस्ती र आर्थिक अनियमिततालाई नियन्त्रण गर्न वर्तमानका क्याम्पस प्रमुखको अगुवाईमा हरेक कक्षा कोठा तथा प्रशासनिक फाँटहरूमा सीसीटीभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याई सूक्ष्म रूपमा परीक्षा तथा अनियमितता नियन्त्रण गर्ने प्रयासले विचलित भएका आन्तरिक शैक्षिक माफियाहरू क्याम्पस प्रशासन तथा प्रमुखमाथि चर्को विरोधाभास देखाएको छ। पाँचौं बुदा, परीक्षा प्रणाली मर्यादित बनाउँदा जनमानसमा पढ्न गएको सकारात्मक परिवर्तनको सोचलाई भ्रमित पार्नको लागि क्याम्पस प्रमुखलाई अनेक आन्तरिक समस्याहरू सिर्जना गरी क्याम्पसको विकासमा अवरोध र रोकावट गर्ने परिस्थिति बनाइएको छ। छैठौं बुदा, परीक्षा सुधार भइरहेको अवस्थामा विद्यार्थीहरू कक्षामा पठन पाठनतर्फ केन्द्रित भइरहेको अवस्थामा यहाँका केही शिक्षकहरू निजी शिक्षण संस्थालाई नै आफ्नो मूल कार्यथलो सम्झी बुझी क्याम्पसको पठन पाठन बिथोल्ने प्रयास गर्दा विद्यार्थीहरूद्वारा प्रतिकार र क्याम्पस प्रमुखलाई त्यस्ता शिक्षकहरूप्रति आवश्यक कारबाहीको माग भएको एउटा प्रमुख प्रतिशोध लिने मुद्दा भएको देखिन्छ। सातौं बुदा, सबियुको निर्वाचन 2081 को सन्दर्भमा उमेर हद कटेको र विद्यार्थी चुनावको लागि आफ्नो संगठनबाट उम्मेदवार हुन टिकट नपाएका कारण केही विद्यार्थी नेताहरूको उक्साहटमा 7वटै विद्यार्थी संगठनहरूले हालसम्म पनि तालाबन्दी गरिरहेको र औचित्यहीन प्रेस विज्ञप्तिहरू निकाली जनमानसलाई दिग्भ्रमित गर्ने कुरा गरेको छ। परीक्षा प्रणालीमै व्यापक सुधार भएको कारणले आन्तरिक शैक्षिक माफियाहरूको लाखौं करोडौंको अनैतिक अर्थोपार्जन अवरोध आएकोले रङ छ्यापेर क्याम्पस प्रमुखलाई मानसिक तनाव सिर्जना गरी राजीनामासम्म दिन लगाउने बाध्य पार्ने योजना रहेको बुझिन्छ। 11औं बुदा, 2081 12 21 को घटनाको पृष्ठभूमि हेर्दा यस क्याम्पसमा क्याम्पस प्रमुखलाई बाटो छेकी गाली गलौज, अशिष्ट व्यवहार र असफल हातपातको प्रयास गर्ने कुनै राजनीतिक पेशागत संगठनको आड लिएका विशुद्ध भ्रष्ट र अनैतिक कर्मचारीको विरोधलाई रोक्ने क्रममा क्याम्पसको भलो हुने राम्रो गर्ने कर्मचारीहरूले
गरेको प्रतिकारको कारण क्याम्पसभन्दा बाहिरका गैर विद्यार्थीहरू परिचालन गरी रक्तपातपूर्ण कुटपिटको घटना गराउने तत्त्व नै यस वर्तमान घटनासँग जोडिएर प्रतिशोध लिन खोजेको देखिन्छ। वर्तमान घटनामा दोषी देखिएका र स्वीकार समेत गरिसकेका योजनाकार यसै क्याम्पसका सहायक लेखापाल सञ्जय कुमार दास रहेको र निजले अन्य व्यक्तिहरूको उक्साहटमा क्याम्पसका केही विद्यार्थी र क्याम्पस बाहिरका केही व्यक्तिहरूलाई पैसाको प्रलोभन दिई भ्रष्टाचारबाट आर्जन गरेको अकुक सम्पत्ति असामाजिक तत्त्वहरूलाई भरण पोषण वर्षौं वर्षदेखि गर्दै आएको मध्येको एउटा अध्याय मात्र साबित भएको छ। निज सञ्जय दासले भविष्यमा यस्ता आपराधिक घटनाहरू पुनः घटाउन सकिने प्रबल सम्भावना छ।